हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी तपाईँहरूले थम्बनेल हेरेर नै थाहा पाउनु भइसक्यो होला हामी चाहिँ कहाँ जानु लाग्यौँ भनेर। त्यही पनि आज चाहिँ हामी त्यही पनि भनिसक्यौँ। आज चाहिँ हामी सुनौलीतिर जाँदैछौँ। अब सुनौली चाहिँ एउटा हेलमेट पनि चाहियो, त्यसलाई पनि सस्तो पाइन्छ नि त, त्यही भएर सुनौलीतिर जाँदैछौँ। अब साथी पनि छ, साथीलाई चाहिँ लिएर जाने हो। अब हेर्दैछौँ कतिको सस्तो पाइन्छ, बार्गेनिङ चाहिँ डर्रो गर्ने हो। अब सस्तो पाइन्छ एउटा त चाहिन्छ भने अनि ल्याउने पनि हो। अनि हेरौँ बार्गेनिङ गरौँ ला कस्तो पाइन्छ। गाइज म चाहिँ बोयाको माइक युज गर्छु अनि बाइकको साउन्डै अलि राम्रो छैन, त्यही भएर यसो माइकको तलासीमा खोजिरहेको हो। अनि त्यो हजुरहरूले सजेस्ट गर्न सक्नुहुन्छ म कुन खाले माइक किनौँ र गोप्रोको लागि एकदम फिट बसोस् भनेर म चाहिँ खोजिरहेको के। अनि हजुरहरूले कमेन्ट सजेस्ट गर्न सक्नुहुन्छ मेरो कमेन्ट बक्समा गएर, अनि सजेस्ट गरिदिनु होला हजुरलाई कुनै थाहा छ भने माइकहरूको बारेमा। अनि मेरो चाहिँ त्यस्तै थाहा भएन, त्यही भएर म खोजिरहेको छु के। अनि कहाँदेखि कसरी मगाउने त्यो पनि भन्न सक्नुहुन्छ। अनि हामी चाहिँ आज लुम्बिनीतर्फ सुनौलीतर्फ हिँडेको। फाइनली गाइस हामी आइसकेछौँ। यता जाने बुद्ध चोकमा, ठ्याक्कै बुद्ध चोकमा। यताबाट ठ्याक्कै लुम्बिनी साइड गइन्छ भने अब यता चाहिँ हामी ठ्याक्कै सुनौलीतिर लागेको। अब सुनौलीतिरबाट ठ्याक्क अब यता ठ्याक्क हामी सुनौलीतिर लागेको। अब उतातिर लुम्बिनी गयो भने यतातिर ठ्याक्कै सुनौलीतिर लाग्यो। हामी ठ्याक्कै भाँचीको लाग्यो त्यसको पहिला आएको ठ्याक्कै हस्पिटल लागिन्छ। अब चाहिँ उठ्मा चाहिँ त्यो हामी घाटमा सुन्नु भएन। अब एउटा साइडमा चाहिँ उसहरू फार्मेसीहरू किनेको छ नि, त्यो चाहिँ भातमा पनि घाटा पुग्छ भन्छ नि त। धेरै भने यतातिर चाहिँ पछि जान्छ। अब ठ्याक्कै हामी स्टेट लागेको छ। अब भिडियो पनि लानु लाग्यो नि तपाईँ किन्नु बनाउनुहुन्छ, त्यो भएर म छोटो काम चाहिँ गर्दैछु। अब पानीले गएर ठ्याक्क कन्टिन्यू पानीको बाटो हल्का बोको चाहिँ बाटो पुग्यो भने चाहिँ बाटोको हल्का पुग्यो। अनि त्यो भएर चाहिँ पानीबाट चाहिँ जोगाउनुपर्छ। अनि ठ्याक्क अब गएपछि अब ठ्याक्क पर्ने पनि आएको लाग्छ। त्यसको बाद लाग्यो नि त। त्यो भएर चाहिँ त्यो पानी गएर आएको छ। अनि त्यो भएर हल्का हल्का धेरै पानी पर्यो भने चाहिँ म चाहिँ मोबाइलबाट बनाउँछु। त्यतिर चाहिँ यस्तो यही कसले मैले कति 157 भइसक्यो। ल न ल हस् गयो पास। ल राख न तिमीले।
च्यानल। आज चाहिँ हामी आयौँ समुद्रतर्फ घुम्न दिनको लागि। त्यहाँ चाहिँ सस्तो पाइन्छ भनेर हिँडेको हो के अरे। अब कति मिनट पर्छ त्यो जस्तो हामी बाटोमा छौँ। अब पानी पनि पर्ने लगभग अनि अब चाहिँ ठ्याक्कै हामी पेन्सन हस्पिटलबाट गइसक्यो होइन। अब बिस्तारै बिस्तारै गइन्छ अनि जहाँसम्म होस् 5 मिनट होस् भन्ने आश चाहिँ हाम्रो त्यही चाहिँ बाहिर पछाडि चाहिँ साथी छ छिटो गएर छिटो आइस् भनेर चाहिँ गर्नु पाइरहेको छु। चाहिँ हामी ट्याक्कै मेन रोडबाट निस्किँदा छौँ अनि मेन रोड तर्फबाट जान्छौँ। अनि यहाँ चाहिँ ठ्याक्कै भन्नुपर्दा ठ्याक्कै जाम लाग्यो। हामी चाहिँ यो अब नौसम्म गएर आइपुग्नु छ। आइपुग्नु पछि घाम चल्छ नि त अनि त्यो गएर कति सक्छ गएर 25 दार्जिलिङ गएर घर पाएर घरमा चाहिँ एउटा फ्याक्चरी घरमा त्यो राम्रो भनेको लाइसेन्स पनि छ अनि यसको लाइसेन्स छ मेरो राष्ट्रिय परिचय पत्र पनि छ मेरो चाहिँ जसरी देखाइ गर्नुहुन्छ। अब चाहिँ किन ठ्याक्कै हो कन्टिन्यू दिन्छ ठ्याक्कै फाइनली गाइज हामी चाहिँ सिमौली र भारत र अनि नेपालको सिमानामा आइसक्यो नि सिमौली ठ्याक्कै गेटनिर। अनि त्यहाँ चाहिँ अब अलि पर गएपछि अब चाहिँ त्यहाँनिर आइडी कार्ड देखाउनु पर्छ। अब त्यहाँ चाहिँ कुन इन्डियनहरूले कसरी दृष्टिकोणले हेर्छन् भने अब देख्न सक्नुहुन्छ। ठ्याक्कै यो उसनिर हो। अब यहाँ चाहिँ आइडी कार्ड माग्छ क्या। हुन्छ
लाइसेन्स दिँदा पनि हुन्छ। खोलना पड़ेगा। यही पास में। हाँ यही पास में। यही वो सामान खरीदने के लिए हेलमेट का नहीं। क्या मेरा उतार क्यों ये वो नहीं है, रिकॉर्ड नहीं है। क्या करना है? निकाल फाइनली गाइस मेरो चाहिँ त्यो आर्मीले चाहिँ क्यामेरा चाहिँ खोल्न लगाएको थियो, त्यही भएर चाहिँ त्यो आर्मीले चाहिँ क्यामेरा खोल्न लगाएको थियो क्या, त्यही भएर चाहिँ हल्का उस भयो अनि फेरि जोडिसक्यो। अब चाहिँ ट्याक्कै यहाँनिर चाहिँ यता यसरी लास्टै भिड हुन्छ क्या त जाने। अनि यो चाहिँ यतातिर चाहिँ लास्टै बजार भिड हुन्छ। लास्टै भिड हुन्छ क्या, अनि त्यसरी ठ्याक्क लगाएर अब चाहिँ कहाँनिर थियो यार एउटा हेलमेट थियो क्या, त्योभन्दा पहिला पनि आएको थिएँ म हेलमेट किन्न भनेर हल्का त्यति बेला चाहिँ बाइक बनाउँदाखेरि पैसा नपुगेर चाहिँ म त्यत्तिकै छेडेर गएको थिएँ। आज चाहिँ म कन्टिन्यू दिन आएको छु। अब त्यहाँबाट न्युटन गएर यता यो साइडतिर चाहिँ आउँछु। जता बाइक त्यतै रोकिदिन्छन् क्या, बाइक गाडीहरू पनि त्यही हो। अब यहाँबाट ठ्याक्क नौतुना जान्छ। नौतुना चाहिँ एकचोटि गएर आइसकेको मेरो त्यत्रो सामान दिन त्यहाँ चाहिँ पाइएन। अब यता चाहिँ यसको चाहिँ म के भन्नु खै यसको सामान किन लैजानु पर्छ कि जस्तो लाग्छ है। अहिले चाहिँ यता आएर चाहिँ यसको डिस प्याक किन्छ अनि के छ ठ्याक्क लगाएर अब चाहिँ अब कहाँनिर थियो भन्दाखेरि हेलमेट बसाइदिउँ कि किन्नु पर्छ। किनकि अस्तिमा चाहिँ त्यहीँ आएर पार्किङ गरेको थिएँ अनि ठिकै लाग्यो क्या। अहिले चाहिँ कस्तो कतिको पाइन्छ हेरौँ। अब यहाँ नपाए अर्को अन्त पनि ट्राई गर्छौँ। अब ल्याउन सकिन्छ। अब पार्किङ कस्तो हुन्छ। गाइस हाम्रो त रेटै मिलेन अनि त्यही हो हाम्रो रेटै मिलेन क्या गाइस। किनकि उसले चाहिँ यहाँसम्म 5 वर्षसम्म दिन्छ कि जस्तो लाग्यो। त्यो पनि 6000 भन्नु मतलब मिल्दैन भाइ अन्त गर्छ। पहिला त्यही हेलमेट 6000मा सोधेर गएको, अहिले चाहिँ सिधै 7000 भन्छ। अब यहाँनिर पनि रेटै मिल्दैन हाम्रो, त्यो फाइदा नै भएन नि त। उतै किन नेपालमै किन फाइदा भयो नि त। अनि त्यही भएर हामी चाहिँ नौतुनातिर जाँदैन, नौतुनामा गएर सोध्छौँ
किनभने 6 किलोमिटर हो अनि 6 किलोमिटरमा गएर चाहिँ हामी घर छोडेर हामी टक्क अनि के हुन्छ कस्तो हुन्छ भन्ने छ अझै किन गएर सम्म पनि आफ्नो हाल्छ र यदि भयो भने नभए त के नै हुन्छ र अति बाटो छ यो मिलाउनु जान्छ अनि त्यही भएर चाहिँ हेलो गाइज हामीले अर्को काम पनि गरौँ कि भनेर उयस गरिरहेको त्यही माइक खोजिरहेको किनकि मेरो माइकमा हल्का समस्या आयो नि त अनि त्यही भएर अर्को माइक खोजिरहेको अब माइक पनि पाइएन हेलमेट सोध्न बाँकी नै छ अब हेलमेट सोधेर त्यसपछि हामी लगातार यहाँबाट निस्केर अनि आइसम अब यहीँ पल्तिर सोध्छौँ हेलमेट छ कि नै भनेर अहिले रेलवेमा हामी चाहिँ यहाँ रिल्स सुट गर्नको लागि परिरहेछौँ यही समयपछि रेल आउँछ अनि हामी रिल्सहरू सुट गरेर हल्का निस्किहाल्छौँ अनि त्यसपछि हामी सुनौलीतिर गएर ठ्याक्क हेलमेट सब किनेर अनि ठ्याक्कै घरतिर लाग्छौँ त्यसपछि गाइस हामी चाहिँ आज नौतनाको रेलवे स्टेसनमा आइसक्यो रेलवे स्टेसन यहाँ चाहिँ ट्राई गर्छौँ 7,000 पर्छ अलि मिलाउनु न 8,000 एमआरपी हो भाइ 8,000 एमआरपी भनेर 7,000 भन्दिनँ त्यो रेट एमआरपी 8,000 हो मैले 7,000 भनेको एकदम मिलाएर अलि मिलाउनु ल मिल्दैन फाइनली गाइस हामीले पाइसकेका छौँ एक्ज्याक्ट प्राइसमा हो चाहिँ यहाँ चाहिँ रेट कति हो प्राइस कति हो सोध्छौँ अनि त्यसपछि लास्टै हेभी छ प्राइस कति हो भनेर सोध्छौँ अनि त्यसपछि ठ्याक्क लगाएर किनिदिने ठ्याक्क लगाएर फाइनली गाइस मैले चाहिँ हेलमेट ल्याइसकेको छु बार्गेनिङ गर्दा त्यही 6,500सम्म पर्यो अनि यस्तै अब चाहिँ हामी सिधै घरतर्फ लागिरहेका छौँ अब यस्तै कुनै सामान लिनु पर्यो भने अब यतै आउनु होला जहाँसम्म सस्तो पर्छ अब नेपालमा त्यही बुढोल साइडतिर
त्यही हेलमेटलाई 9,500 भन्थ्यो भने यहाँ चाहिँ 6,500मा ल्याएको छु। ठ्याक्कै 3,000 चाहिँ बचत भएको छ मेरो। त्यही भएर आउनु होला, सब्जेक्ट यही छ, गर्नु होला। किनकि यस्तै हो, मेरो पनि लामै घुम्न लागे जस्तो लाग्छ। त्यही भएर चाहिँ अहिले चाहिँ मेरो भ्लगलाई यही लास्ट गर्छु र यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गरेर लाइक पनि गर्नु होला अनि बेल आइकन पनि अन गर्नु होला। र मेरो बेल आइकन अन गर्नुभयो भने टक्क अब हुन्छ नि त, मेरो भिडियो आउने बित्तिकै हजुरलाई थाहा हुन्छ। त्यही भएर बेल आइकन अन गरेर लाइक कमेन्ट जस्तै सुझाव सल्लाह दिनु होला कमेन्टमा गएर। चाहिँ म चाहिँ यही भिडियोलाई अन्त्य गर्छु। अनि यस्तै भिडियो हेर्नलाई मलाई फलो गर्नु होला, लाइक गरिदिनु होला।